हेलो गाइस, नमस्ते। तपाईहरुलाई मेरो भिडियोमा स्वागत छ। आज चाहिँ मैले थुप्रो दिन बाद म भिडियो बनाएर ल्याउँदैछु किनकि मेरोमा चाहिँ के हुँदै थियो भन्दा पनि एउटै भिडियो मात्रै हुँदै थियो। अन्त साथीहरुले पनि मतलब अब मलाई पनि लाग्यो कि अब एउटै भिडियो मात्रै हुँदैछ, कतिवटा भिडियो बनाउँ भनेर म चाहिँ बनाउनु छोडेको थिएँ नि त अलिक दिन। अन्त मैले चाहिँ थुप्रो दिन भइसकेको थियो भिडियो नबनाएको। अन्त अब एउटै घरबाट सलुनबाट घर हुँदै थियो, एउटै भिडियो बनाउँदा अब मलाई पनि अजिब सा लाग्यो क्या। साथीहरूले पनि के सोध्नुहुन्छ, यसले त एउटै भिडियो गरी त्यही भिडियो मात्रै बनाउँदैछ भनेर चाहिँ मैले चाहिँ बनाउनु पाएको थिइनँ। अन्त मैले चाहिँ बनाउनु बन्द गरेको थिइनँ। अन्त मेरो साथीहरूले कराए, तैँले चाहिँ एक दुई दिन मात्रै किन भिडियो बनाउँछस् हैन, डेली बना, कन्टेन्ट हुन्छ, भिडियो बनाइबस्नुपर्छ भन्न थाल्यो नि त। अन्त त्यही लागि चाहिँ आज चाहिँ मैले चाहिँ स्पेशल तपाईहरुको लागि कफी बनाउँदैछु। देखाएको अब कफी बनाएर देखाएको कसरी चाहिँ अब घरमा आफैले पनि कफी बनाएर पिउन सकिन्छ हैन। यसरी बनायो भने चाहिँ रेस्टुरेन्टको फिल हुन्छ। रेस्टुरेन्टमा कसरी पिउन जानुहुन्छ, तपाईहरु कफी शपतिर जानुहुन्छ पिउन लागि, कफी पिउन जानुहुन्छ, तपाईले आफैले आफ्नो घरमा बसेर पनि कफी यसरी बनाउन सक्नुहुन्छ। यसमा चाहिँ हाल्नु पर्छ पहिला कफी। यसरी यसलाई चाहिँ मज्जाले सेक गर्नु हैन। यसलाई चाहिँ यो ब्राउन छ नि जुन चाहिँ यसलाई चाहिँ 1 2 पर्छ सेक गरेर इत्यादि चाहिँ कफी नै प्याकेट कफी हाल्नुहोस्। त्यहाँदेखि त्यसमा सक्कर हाल्नु साथीहरु यतिको चाहिँ बनाउनुहुन्छ कफी बनाउन लागि चाहिँ हैन। हाल्नुपर्छ यतिको बनेपछि चाहिँ त्यहाँ चाहिँ कफी रेडी भयो भन्नुपर्छ हो। त्यसलाई चाहिँ व्हाइट ब्राउन कफीको लागि नि यो व्हाइट ब्राउन भएपछि चाहिँ गरम गरेपछि मिल्क गरम राख्नुपर्छ। मिल्क बोइल भएपछि चाहिँ त्यहाँदेखि तपाईहरु पहिला कफी हाल्नुहोस्। त्यसमा कफी हालेर त्यहाँदेखि चाहिँ मिल्क हालेर चाहिँ मजाले सेक गर्नुपर्छ। चम्मचले सेक गरेर चाहिँ पिउनुहोस्। तपाईहरुलाई पुरा मनपर्छ कफी, राम्रो अन्त यो तपाईहरुलाई पनि मनपर्छ यो चाहिँ कफी पिउनुहोस्। तपाईहरुले कफी रेस्टुरेन्टको पनि मतलब कफीको उयो मतलब घरमा पिए जस्तो हुन्छ हो। तपाईहरुलाई राम्रो लाग्छ यो कफी पिउनु भयो। तपाईहरुलाई कस्तो लाग्छ भन्नुहोस्। रेस्टुरेन्टमा त्यो भन्दा राम्रो आफ्नो हातले बनाएको राम्रो हुन्छ। बाहिरतिर अब कस्तो हुन्छ हैन। हेर्नुस् हाम्रो कफी रेडी भयो। बनायो भने त आफूले बनाएको त कति राम्रो। यसरी बनाउनु भनेको चाहिँ बसेर पिउन सक्छ। नयाँ भएको यो नि तपाईहरुलाई यति मेरो भिडियो बनाउनु भयो भने चाहिँ तपाईहरुलाई पनि राम्रो लाग्छ कफी खानु। मान्छेले त्यो फिल्टरको कफी खान्छ नि युनिक कफी हो। पिएर हेर्नुहोस्, एकपल्ट ट्राई गर्नुहोस्। तपाईहरुले सबैलाई मनपर्छ। म पनि पिउँछु घरमा। नाइस कफी। नमस्ते।